नेता यो भाषण ठुलो जनताको पेट छैरी त बोलो हाम्रो नेता हाम्रो देशको सन हाम्रो नेता कस्तो छन् नेताजी हजुरको जनताहरू हजुरलाई कति माया गर्छन् माया गरेर हजुरलाई भगवान सोध्छन् श्रीराम भगवान त 14 वर्ष वनवास गएका थिए यिनलाई पनि 5 वर्ष सत्तामा नराखी जंगल पठाउनु पर्छ यिनीकै भगवान श्री राम भनेर 5 वर्ष जंगलमा पठाउनलाई अनि भगवान राम नभए के राक्षस हुन् के को भने राक्षस भन्ने नेताजी नरिसाउनु हजुरकै जनता हो यस्तो भइहाल्छ नेताजी नरिसाउनु न हजुर हजुर हाम्रो लागि भगवान स्वरूप हुनुहुन्छ के ठीक छ भगवान भएर त होलान् समस्या परेको बेला पनि आउँदैनन् तर हल्का हाँस्नु न जनताले हजुरको दुःख नै देख्न सक्दैनन् दुःख त जनताको होइन र त्यही त हजुरले जनताको दुःख नै बुझ्नु हुँदैन के होइन सर अब त चुनाव नै आउन थाल्यो त्यही भएर त्यतैतिर फोकस गर्ने होला नि त ठीक है हस् समझ गया हस् त सर वोट केमा 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 सक्नुहुन्छ हाम्रो नेताजी आइसक्नु भएको छ यता आफ्नो सरसल्लाह लिन र हाम्रो देशलाई विकास गर्नको लागि केही सुझाव सल्लाह दिन चाहनुहुन्छ हामी बसेका छौँ यहाँ जनताका साथ सुन्नु त सक्करे हजुर सर मेरो जनताहरूको लागि गएर यसो खाजाको लागि व्यवस्था मिलाइदेऊ त सक्करे हुन्छ सर हजुर अनि चिसोको नि म्यानेज गरिदेऊ है कोल्ड ड्रिङ्क गरेर ओके सर जहिले नि मलाई मात्र काम लगाउँछ यो गर त्यो गर भनेर पैसा नि दिन्न के म यसको पर्सनल लगर हो सबैलाई मेरो मिठो नमस्कार आशा गर्छु सबै सन्चै हुनुहुन्छ होला यदि यो पालि म इलेक्सनमा जितेपछि हजुर सबैको लागि चाहिँ ट्रान्सपोर्टेसनको म्यानेजमेन्ट गरिदिन्छु होइन नेताजी ट्रान्सपोर्टेसनको व्यवस्थापन गरेपछि त सुरुमा हजुरकै गाडी चल्ने होइन र सर क्वेसन त एकदमै गाह्रो आउन थाल्यो त अब हजुरले कसरी ह्यान्डल गर्नुहुन्छ ए म त्यत्तिकै नेता त नभए होला मैले आउँछ कि के आन्सर दिनुपर्छ भनेर म आफै ह्यान्डल गर्न सक्छु ल क्वेसन त कडा अब के भन्ने होला ठिक छ ल अफकोर्स यो नि सोध्ने क्वेसन हो र अब अफकोर्स मेरो गाडी चल्छ होला इन्सपेक्सन गर्नु पर्यो यदि इनकेस बाइ द वे एक्सिडेन्ट भएपछि पछि भन्छु कस्तो रोड बनायो कस्तो ट्रान्सपोर्टेसनको म्यानेज गर्यो भनेर अनि त्यही भएर अफकोर्स मेरो गाडी नै चल्छ होला इन्सपेक्सनको लागि मात्र अनि सबैभन्दा इम्पोर्टेन्ट कुरा है यदि म जितेपछि म हजुर सबैजनाको लागि चाहिँ रोजगारको सिर्जना गरिदिन्छु किनभने चाहिँ हाम्रो देशमा रोजगार छैन अलिकति नि लास्ट कुरा है अब मसँग धेरै टाइम नै छैन यदि मैले जितेपछि म हजुरहरूको लागि चाहिँ क्वालिटी एजुकेसन प्योर ड्रिङ्किङ वाटर हेल्थ यो सबै कुराहरूको म्यानेज गरिदिन्छु ल बाई बाई सबैजनाले बिदा पाऊँ एकछिन नेताजी सर हजुरलाई पछाडिबाट बोलिरहेछ कोही एकचोटि हेर्नु त अझ को त्यो मलाई लेट हुँदैछ सर एकछिन रोक्नु न केही प्रश्न गर्नु छ हामीले सरसँग टाइम एकदमै कम छ त्यही भएर प्रश्न चाँडो गरिदिनु होला है हस् हुन्छ हाम्रो धेरै प्रश्न छैनन् हस् नेताजी तपाईँले विकास गर्नका लागि त धेरै कुरा भन्नुभयो के तपाईँ साँच्चै गर्नुहुन्छ र एक पत्रकारहरूले नि टाउको खराब गरिसक्यो अब हेर यदि मैले इलेक्सनमा जितेपछि नि म अवश्य नै गर्नेछु त्यसको लागि चाहिँ सबैभन्दा फर्स्टमा चाहिँ हजुरको च्यानलले चाहिँ अलिकति मेरो फेस भ्याल्यु इन्क्रिज गरेर अलिकति प्रमोसन गरेर मैले जितेपछि अवश्य नै गर्नेछु म दर्शक महानुभावहरू नेता भनेको उहाँ जस्तो हुनुपर्छ जो हामीलाई चाहिएको छ अहिले जो हाम्रो देश विकास गर्न सक्छ जसले हाम्रो देशलाई विकसित देश बनाउन सक्छ दुनियाँमा चिनाउन सकिन्छ यस्ता नेता आएपछि उहाँ जस्तै नेता आएपछि अथवा अरू पनि आउन सक्छन् जसले हामीलाई जिताएर हामीले उहाँलाई ठुलो स्थानमा पुगायो भने उहाँले पक्का नै हाम्रो गाउँ देश विकासलाई विकास गर्न सक्छन् तर अर्को प्रश्न सबै नेता आएर यस्तै नै भन्छन् के हजुर साँच्चै काम गर्नुहुन्छ र अरू नेता जस्तो होइन कि म उनीहरूसँग मलाई कम्पेयर नगर म जति सक्छु त्यति गर्नेछु अवश्य नै गर्नेछु सर टाइम हुन थाल्यो त इलेक्सन कमिसनबाट कल आइरहेछ जानु पर्ला त अब पत्रकारज्यू अहिलेलाई चाहिँ माफी पाऊँ होइन
अहिले चाहिँ मैले इलेक्सन कमिसन जानुपर्ने छ, त्यही भएर चाहिँ पहिल्यै म बिदा पाऊँ हजुरबाट। अरू हजुरको कुनै अरू क्वेसन छ भने चाहिँ त्यसको आन्सर चाहिँ म अर्को दिन चाहिँ अवश्य नै दिनेछु। हस् त, धन्यवाद। धन्यवाद सर, हजुरले हामीलाई यति महत्त्वपूर्ण समय दिनुभएकोमा। हस् हस्। सुन, तिमी चाहिँ पार्टीको म्यानेज गर होइन, अनि तिमी चाहिँ खाजा म्यानेज गर, छिटो भन्दा नि छिटो। ल छिटो जाऊ। ल मेरो असिस्टेन्टहरू त गइसक्यो है। मलाई छोडिदिनु दाइ, मलाई छोडिदिनु। ए बचकाने, चल नाटक मत करा। कब से लग 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 कर रहा है तू, बहुत बकबक कर रहा है तू। डालू क्या मुंह में? डालू डालू। ओ शिट, शूट रॉकी। हेलो, तेरो दिमाग सट्के बोल्दैछौ? नहीं नहीं नहीं, म दिमाग सटके होइन, और डॉक्टर जॉन सिंह बोल्दैछु। सरी सरी, रङ नम्बर। अरे भोसडी के दिमाग सटकेर कल गरे त्यसलाई त कल लाग्ने हो नि। हजुर, म झिलमिले गाउँबाट एउटा पोलिटिसियन पदको लागि उड्दैछौँ कि। ए ल ल, म भोट दिइहाल्छु, पछि कल गर्छु। अरे दिमाग सट्के सर, मैले हजुरलाई भोट माग्नलाई गरे होइन कल। अनि कल किन गरे त? दिमाग खराब गर्नलाई चुतिया। सुन दिमाग सट्के, भोट नै चाहिने नै हो होइन मलाई, पर त्योभन्दा सुरुमा चाहिँ म तिमीलाई एउटा सुपारी दिन चाहन्छु होइन। तिमीले चाहिँ एउटा मर्डर गर्नुपर्छ मेरो लागि। अनि कुरा किन घुमाउन छ? सिधा पोइन्टको कुरा गर्न चुतिया। त्यो झिलमिले गाउँमा नै तिमी मेरो लागि एउटा मान्छेलाई मारिदियो होइन, बट एउटा कुराको चाहिँ बी केयरफुल है, त्यसमा चाहिँ मेरो नाम चाहिँ आउनु होइन, जसरी भयो जुनसुकै अवस्थामा नि। अरे चुतिया, नेता भएर त त्यस्तो कुरा गर्छ, तर मान्छे मारेर के फाइदा हुन्छ र? अरे कुरा सुन न, त्यसमा तिम्रो नै बेनिफिट छ अनि मेरो नै बेनिफिट छ। हम तो छोटे लोग हैं, हम तो अब सिर्फ मलाई के वीडियो बेनिफिट छ भनेपछि चाहिँ अब तिमीले चाहिँ त्यो मान्छेलाई मारेपछि अनि तिनीहरूको अगाडि चाहिँ अलिकति म आर्थिक सहयोग गर्छु होइन, अनि मैले त्यस्तो गरेपछि तिनीहरूको नजरमा चाहिँ मेरो इमेज नै ठुलो हुन्छ, अनि सबैले चाहिँ मलाई नै भोट दिन्छन् कि। इन्डाइरेक्टली चाहिँ मलाई धेरै बेनिफिट हुँदैछ कि, त्यही भएर तिमीलाई भन्दैछु। अनि चाहिँ म तिमीलाई यस्तो गरेको रिजल्टले गर्दा चाहिँ म तिमीलाई चाहिँ 1 करोड दिन्छु है। अरे नल्ले, बहुत चालू है रे तू। अरे समझदार छु म, त्यही भएर त पोलिटिसियनको कुर्सीमा बसेको, नत्र तिमी जस्तै गुन्डा हुन्थे म नि। ए त चिन्ता नगर, तेरो काम चाहिँ पुरा हुन्छ। एडभान्स चाहिँ पहिला आउनु पर्यो है फेरि। अरे एडभान्सको कुरा होइन कि, तिमी पुरै पैसा लग्यो, पुरै भन्दा नि एडभान्सको डबल लग्यो तिमी होइन। ए टोपे, त चिन्ता नगर के, यो काम त मेरो बायाँ हातको खेल हो। मेरो काम चाहिँ भोलिसम्म कम्प्लिट हुनु पर्यो है, जसरी भयो नि, एनी हाउ। ओए टोपे, त कल त काट, फेरि तेरो काम फिनिसिङ हुन्छ नि। ओए रोके, के तेरो पारा? अहिलेसम्म त्यो भुरालाई मार्न सकेनस्? अरे यो मेरो भेजा खा गरेछ क्या। ओए छिटो खतम गर त, अर्को डी लागिसके। हा ओके बस। चल भाइ, तेरा टाइम आ गया, अब बोल तेरा आखिर ख्वाइस क्या है? मलाई कसैसँग भेट्नु छ, कसले भेट्न चाहन्छस्? गर्लफ्रेन्डलाई भेट्नु छ। के रे? हेर तिमीहरूको नेताहरूको असली रूप। मान्छेलाई नेता बनाउनु न, यस्तालाई देश निकाला गर्नुपर्छ। निकाल्नुपर्छ। हेर्नु 10 मान बाबुहरू, हाम्रो देश विकास गर्न आएका नेता आजतरी हामीलाई लुटेर जाँदैछन्। के हामी साँच्चै देश विकास गर्न आएका हुन् र के हाम्रो देशलाई बर्बाद गर्न आएका हुन्? यस्तै नेतालाई हो हामीले देश निकाला गर्नुपर्ने। हाम्रो नेता कस्तो छ? चोर जस्तो छ। हाम्रो नेता कस्तो छ? चोर जस्तो छ। भ्रष्टाचारी नेता, देश चोर। भ्रष्टाचारी नेता, देश चोर।
यो भिडियो बनाउनुको मुख्य तात्पर्य भनेको चाहिँ भ्रष्टाचार विरुद्ध हामीहरूले के गर्नुपर्छ त्यसको बारेमा हो। यदि यो भिडियो हजुरलाई राम्रो लागेपछि लाइक कमेन्ट गरिदिनु होला। अनि यस्तै भिडियोज हेर्नलाई फ्युचरमा नि हाम्रो च्यानललाई सब्स्क्राइब गरेर बेल नोटिफिकेसन अन गरिदिनु होला। Subscribe! Yeah, Chakra Lul.